हेलो गाइज, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। सो गाइज, आज चाहिँ म अन्डा बनाउँदैछु, अमलेट। यहाँ हेर्न सक्नुहुन्छ, म चाहिँ अन्डा फुटाउँदैछु, हेर्न सक्नुहुन्छ। मैले 4 अन्डा फुटाएको छु। हामी चाहिँ आज अमलेट खान आँटेको मामसँग। यहाँ मैले नुन हालेँ, बेसार हालेँ, अनि चिली फ्लेक्स हालेँ। तपाईँले अरू पनि हाल्न सक्नुहुन्छ। यहाँ मिक्स गर्दैछु। हामीसँग अन्डा चलाउने पनि छ, तर हामीले युज गरेनौँ आज। पछि यहाँ म मिक्स गर्दैछु, हेर्न सक्नुहुन्छ। त्यो अर्कै छ, अहिले अर्कै कलर भयो। त्यो चाहिँ चिली फ्लेक्स है गाइस, त्यो केही नसम्झिनु नि। यहाँ चाहिँ प्यान हाम्रो तावा, यहाँ म लाइट अन गर्दैछु। यहाँ हालेँ मैले। अब यहाँ म तेल हाल्छु। तेल हालेँ मैले गाइस। अहिलेको त्यो अमलेटमा छ नि त्यो कालो कालो, त्यो चाहिँ केही नसम्झिनु है। त्यो चाहिँ त्यो हाम्रो चिली फ्लेक्स हुन्छ नि, त्यो अलिक डरेको थियो। यहाँ चाहिँ मैले टेस्ट गरेँ। अब मैले यहाँ हालेँ अमलेट। यहाँ अमलेट हालेँ मैले गाइस। यहाँ चाहिँ मैले अमलेट हालिसकेँ। यहाँ चाहिँ अमलेट रहेको छ। यहाँ चाहिँ म यो अमलेटको धुलो फुटाउँदैछु, कस्तो सेटिस्फाइङ हुन्छ गाइस। म चाहिँ यहाँ फर्काउन खोज्दैछु, तर यहाँ फर्केको छैन। फेरि अर्को ट्राइमा फर्काउँछु म। हेर्नु, अब अर्को ट्राइमा मैले यहाँ फर्काएँ। I'm very nice, definitely cooking not very nice. अब चाहिँ म यहाँ फुटाउँछु पिस। किनभने हाम्रो घरमा धेरै खानुहुन्छ, थोरै थोरै तर धेरै मान्छे। एकजनाले एउटा 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 गाइस। म चाहिँ माम पस्किँदैछु। यहाँ गाइस मैले राइस कुकरमा माम पस्केँ। दाल हाल्दैछु म। आलु साग, अमलेट, र म यहाँ पानी हाल्दैछु। अलिक फोर्स